ज्ञान र सन्देश पहिलन से एक सेकेन्डमै संसारमा वरदान जस्तै लाग्छ मलाई। यो डिजिटल व्यवहारमा सामाजिक सञ्जाल हाम्रो साथी सबैले जोड्ने नाता हो। टाढा टाढा रहेका मानिसलाई नजिकै ल्याउने सस्ता मार्ग हो। सामाजिक सञ्जालमा माया ज्ञान खुसी सबै पाइन्छ। यो राम्रो संसार हो जहाँ हरेक आवाज सुनिन्छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभामा उपस्थित सभापति महोदयज्यू, कयौँ फुलहरूमध्ये एउटा उत्कृष्ट फुल रोज्न बस्नुभएको निरक्षर विवेकी निर्यात मण्डलज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्मानीय अभिभावकज्यूहरू, अग्रज दाजु दिदीहरू, साना साना भाइ बहिनीहरू र आजको यस प्रतियोगितामा मसँग प्रतिस्पर्धा गर्न कम तयार हुनुभएका मेरा प्रतिस्पर्धी मित्रहरू र अप्रतिस्पर्धी मित्रहरू एवं उपस्थित सम्पूर्ण गण्यमान्य जनज्यूहरू, म ज्ञानपुञ्ज बोर्डिङ स्कुलको कक्षा 7 मध्याह्न छात्रा अर्पणा श्रेष्ठको तर्फबाट स्वीकार्नुहोस् यहाँ अभिवादन तथा नमस्कार। आज मिति 2082 साल 2 महिना 18 गतेका दिन यसै विद्यालयमा आयोजना गरिएको यस बाल विवाद प्रतियोगितामा म सानो विद्यार्थीलाई यहाँसम्म बोलाइ केही शब्दहरू प्रस्तुत गर्न दिनुभएकोमा म आफूले निकै गर्व महसुस गर्न पाएकी छु र यस कार्यक्रम जिताइदिनुहुने सम्पूर्णलाई हृदयदेखि धन्यवाद तथा नमन प्रकट गर्न चाहेकी छु। सभापति महोदय, म आफ्ना भनाइहरू अगाडि बढाउनका निम्ति अनुमति चाहन्छु र मेरो आजको शीर्षक रहेको छ सामाजिक सञ्जाल वरदान कि अभिशाप भन्ने म पक्षबाट आफ्ना केही धारणाहरू व्यक्त गर्न चाहेकी छु। सर्वप्रथम त हामीलाई सामाजिक सञ्जाल भनेको के हो भन्ने कुरा बुझ्नु अत्यन्तै जरुरी छ। सामाजिक सञ्जाल भनेको हामीले आफ्नो फोटो, भिडियो, लिङ्क, जानकारी र सूचनाहरू कम्प्युटर तथा मोबाइलको माध्यमबाट विश्वभरि फैलाउनु हो। सामाजिक सञ्जाल अन्तर्गत फेसबुक, टिकटक, ट्विटर, इन्स्टा जस्ता अन्य एपहरू पर्ने गर्दछ। झन् अहिले यो सामाजिक सञ्जालले मानिसलाई विश्वव्यापी बनाइसक्यो। सामाजिक सञ्जालले मानिसको उन्नति र प्रगति गर्नका निम्ति एउटा द्वार खोलिदिएको छ। सामाजिक सञ्जालको प्रमुख उद्देश्य भनेको व्यक्तिगत उद्देश्य हो। त्यसैले यो सामाजिक सञ्जालले मानिसलाई मनोरञ्जन र खुसी प्राप्त गरिरहेको छ। महोदय, अब कुरा गरौँ सामाजिक सञ्जाल हाम्रो लागि किन वरदान हो। साथै सामाजिक सञ्जाल हाम्रो लागि वरदान नै हो, किनभने सामाजिक सञ्जालले हाम्रो जीवनलाई सरल र सहज बनाइदिएको छ। अन्य देशहरू र विद्यालयहरूमा लुकेको प्रतिभालाई सामाजिक सञ्जालको मार्फतबाट हामी अगाडि प्रस्तुत गर्न सक्छौँ। यदि चाहने हो भने सामाजिक सञ्जालको मार्फतबाट हामीले आफ्नो लक्ष्यहरूलाई अगाडि स्पष्ट रूपमा प्रतिभाले देखाउन सक्छौँ वा आफ्नो कामहरूलाई फराकिलो तरिकाले अगाडि बढाउन सक्छौँ। हामीले सामाजिक सञ्जालको मार्फतबाट घरमै बसी अध्ययन पनि गरिरहेका छौँ। सामाजिक सञ्जालले वा यी मोबाइल र कम्प्युटरको माध्यमबाट चल्ने यी सामाजिक सञ्जालले अहिले त एउटा सम्पूर्ण विश्वलाई एउटा सानो घरमा प्रकट गराइसकेको छ। त्यसैले त सामाजिक सञ्जाललाई विश्वलाई जोड्ने माध्यम बनिएको। मेरो पूर्ववक्ता मित्रले सामाजिक सञ्जाल अभिशाप भन्ने तर्क दिएर जानुभयो, तर म उहाँको कुरामा यति पनि सामेल हुन सकेन, किनभने मलाई उहाँको कुरामा थोरै खोट लागेको हो कि जस्तो लाग्यो। त्यसैले म उहाँलाई एउटा सानो उदाहरण व्यक्त गर्न चाहेकी छु। एउटा सानो आगोको झुल्काले पनि दुरुपयोग हुँदा त्यहाँको सबै ठाउँ जली नष्ट हुन सक्छ, तर त्यसको अर्थ आगो नै खराब भन्न त मिलेन नि। हो त्यस्तै हो सामाजिक सञ्जाल पनि। तपाईँले खोट सामाजिक सञ्जाललाई लगाउनु भयो, तर म भने खोट व्यक्तिमा देख्ने गर्दछु, किनभने आफ्नो हातमा भएको कुराले अरूको हातमा भएको कुरालाई दोषी पुर्याउँदा त्यसको दोषी स्वयं आफै हुन्छ भन्ने कुरा कदापि नबिर्सिनु होला। वा सामाजिक सञ्जालको मार्फतबाट पक्कै पनि अस्ति नै कोरोना भाइरस चलिरहेको समयमा तपाईँले पक्कै पनि घरमै बसी सामाजिक सञ्जालकै मार्फतबाट पढिरहनु भएको थियो। वा तपाईँको कोही आफन्त भाइ छरछिमेकहरू पनि अन्य देशहरू वा विदेशहरूमा हुनुहुन्छ। उहाँसँग बोल्नका निम्ति पनि तपाईँले सामाजिक सञ्जाल नै आवश्यक पर्छ र कहिलेकाहीँ हामीलाई मनोरञ्जन प्राप्त गर्नका निम्ति हामीले सामाजिक सञ्जाल लिने गर्दछौँ। त्यस्तो बेलामा सामाजिक सञ्जाल नभएको भए यति बेला मानिसहरू डिप्रेसनमा गइरहेको मृत्यु हुन सक्थ्यो। त्यसैले त सामाजिक सञ्जाललाई वरदान भनिएको। यस्तो सबै जस्तो कुरालाई पनि सामाजिक सञ्जाल अभिशाप भन्न मिल्ला र सभापति महोदय मिल्दैन नि। त्यसैले त मेरो विचारमा सामाजिक सञ्जाल वरदान भनिएको भन्दै यति बेलासम्म मेरा भनाइहरू धैर्यताका साथ सुनिदिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद प्रकट गर्दै म मेरा 2-4 शब्दहरू यही पुर्याउन आह्वान गर्न चाहन्छु। धन्यवाद।